हामी सासुबारी यो कपासको बाती काट्ने कम्पिटिसन गर्छौँ, कसले धेरै काट्ने भनेर हैन। अनि यसमा यहाँ छ यो हातमा लगाउने कलर, यो चाहिँ हाम्रो के अरे मम्मी केसरी केसरी पनि भन्नु आउँछ के कस्तो यति केसरी। बुढी मान्छे तरुनी सकिन्छ, तैँले जितिहाल्छु। यति यो समाउनु तपाईँ। अब यो चाहिँ हाम्रो यस्तो खालको बाती छ, रुवा छ, कपास छ। ल कहाँ सुरु गर्नुभएको के? मम्मीले त सुरु गर्नुभएछ, मम्मीले चिटिङ गर्नुभयो। 1 2 3 पनि नभनिकन सुरु गर्नुभयो। अब हेर त के गर्नु र। ल हसार बिगारी हेर तपाईँले चिटिङ गर्नुभएको छ, मेरो भन्दा धेरै भन्नुहुन्छ। ए मम्मी मेरो त यो त खै त कति 5 होइन मम्मी? ए अनि यस्ता त कम्पिटिसन गर्छौँ, कति बेला त थाहा छैन। मैले 3टा म त धागोको उता पो बटाएर छु। मैले 3टा बनाउँदा एउटा बनाए के छु, मैले त अर्को धागोको जस्तो चाहिँ उता गरेछु के मम्मी। 3टा भयो फेर। तपाईँले चिटिङ गर्नुभएको छ नि त। पनि 2टा त हुन् नि, त्यस्ता ठुला पाइँदैन। मैले मसिनो खिरीले बनाएको छु। मम्मीले सानो बनाउनु भयो कि क्या हो? सानो 5 छ नि मम्मी। अघि चिटिङ गर्नुभएको छ, अहिले पनि चिटिङ गर्नु होला नि। चोटिङ छ त हौ। ए मम्मी हौ यो त खुसी गर्छु। यो रुवा चिसो छ भन्दै हुनुहुन्थ्यो अघि तपाईँले, यो धेरै भयो यो नबनाएको अर्को मेरा 7वटा हुँदा तेरा 2टा छ। कतिले जित्ने होस्, त अहिलेका भर्खरकैले जित्छन् नि, बुढी मान्छेमा के पुगेन। त्यसै पो बेर्दा रहेछन् त मान्छे त, के भन्नु र। आफ्नो हातैबाट खुस्किन्छ। 8वटा भयो मेरा, तेरा कतिवटा भयो? मेरा 3टा। गजब बेइज्जती है। सक्दिनँ होला हौ तर नि मम्मी यो म सक्थेँ कि तपाईँलाई जित्नलाई। यहाँ अस्ति त्यो पेन किलरको सुई हानेको छ नि त पाखुरामा, बस भाइ गनी लु मम्मी तपाईँले 11वटा बनाउँदा मैले 4वटा बनाएँ। लु सक्दिनँ है म। अब त्यसो भए त उ गर्नु पर्यो नि, के अब काम समारोह बसी गर्नुपर्छ। त्यसै पाइन्छ बुढा मान्छे। 12वटा भयो नि, 12 तेरा कतिवटा भयो? त तन्केको खुस्किन्छ पनि क्या। लु अब मैले हात उठाएँ, यो लास्टमा हात उठाएर पाइँदैन। लु मैले सकिनँ। मैले 13वटा भयो, तेरा कतिवटा भयो? लु भयो छोडिदिनु, म सक्दिनँ। अब यहाँ गनौँ है। पहिला तपाईँको गर्छु, त्यो छोडिदिनु। तपाईँको गर्छु। 1 2 3 4 5 6 7 8 9 10 11 12वटा मम्मीको 12वटा। कितने टैलेंटेड है आप। यो चाहिँ 2टा साइज चाहिँ, यो 4वटा चाहिँ उस्तै भएछ कि मम्मी। यो चाहिँ हेर्नु न कत्रो भएछ। मेरो 5वटा होइन, मम्मीको 12वटा। तिरबलले मम्मीले मलाई जित्नु हुँदो रहेछ। अनि सक्छ त कसैले? सक्छ त सक्दैन नि। अब कहाँ मम्मी कहाँ म। अब अहिले जमाना पनि उल्टो काटेर बत्ती काट्न पनि आउन पाउँथ्यो, तर मैले बिर्सेछु। सम्झिहालेँ फेरि, एक सर्टमै सम्झेँ होइन। लु अब भयो मम्मी, तपाईँले मलाई जित्नु हुने रहेछ। अब यो बाती काट्न पनि हुन्छ। अब यहाँ हाम्रो अरू पनि छ, हामी बिस्तारै काट्छौँ। म बिस्तारै काट्छु कि। हाम्रो चाहिँ 1.25 लाख बाती काटेर बाल्ने योजना। 1.25 लाखमा म कति काट्छु होला मम्मी? 1.25 लाखमा 5,000 पनि काट्दिनँ होला, यही तालिदियो भने त। अब हाम्रो बाती काट्ने कम्पिटिसनमा मम्मीले जित्नुभयो, मम्मी विजेता। अब मैले के उठबस गर्नु? उठबसै त नगरौँ होला कि मम्मी, बरु म यो छुट्टेका दिन पनि दिनभरि बाती काटेर बस्छु। मेरो सजाय त्यही हो, सुत्दिनँ। ल मेरो सजाय त्यही हो। ल